हेलो एभ्रिवान, सबैलाई स्वागत छ फेरि अर्को भिडियोमा। अनि अहिले चाहिँ हामी रुमबाट निस्केर टुङटुङ 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 हिँडाछौँ। अगाडि पनि हिँडाछौँ। अनि यो गाउँ टाइपको कस्तो भित्री बाटो रहेछ क्या, काठमाडौँको भित्री बस्ती हुन्छ नि त्यस्तै टाइपको। अनि पानी पनि पर्ला पर्ला जस्तो भइरहेको छ, त्यही भएर छाता ओढेर टुङटुङ 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 हिँडिरहेको छौँ। हामी कहाँ हिँडिरहेको छौँ? गेउमसुपा। हाम्रो गेरोमा चाहिँ गेउमसुपा भन्ने छैन, त्यही भएर यहाँ चाहिँ गेउमसुपा भन्ने पाउँदो रहेछ। अनि त्यहाँ चाहिँ सामानहरू किन्नलाई जाँदैछौँ हामी। अनि घुम्न चाहिँ अब बहिनीको चाहिँ स्कुलहरू छ नि त, अनि त्यही भएर उसको छुट्टी भएपछि मात्रै हामी चाहिँ अन्त घुम्न जान्छौँ सँगै। आज र भोलि चाहिँ उसको गएको छ। के अरे यसको नाम? ए अनार भनेको मेवा भनेछ। यहाँ फलफुल फलेको देख्नु साथै टिपेर खायो भने चाहिँ एकदमै नराम्रो हाम्रो नेपालमा चाहिँ फलफुल भेट्यो, जङ्गलमा फलफुल भेट्यो भने पनि टिपेर खाइहालिन्छ नि त। यहाँ चाहिँ एउटा सानो कौवेन पनि पार्क रहेछ। कौवेन भनेको चाहिँ पार्कै गाइस, पार्क। हामी यो पार्क पनि जान्छौँ, जाँदा जाँदै बाटैमा रहेछ। यस्तो छिरिदिउँ न त। यो फुल चाहिँ अफ सिजन भइसकेछ। यस्तो बबाल देखिन्थ्यो कि यो फुलेको बेला भए त लास्ट दामी देखिन्छ कि यो फुल। तर अहिले चाहिँ फुल रोकिसकेछ, झरिसकेछ, रोकिसकेछ भन्दा नि। तलको पार्क चाहिँ यस्तो छ। यो फेरि अर्को स्टेप माथि हेर्नुहोस्, बब्बाल देख्यो है। एकै ठाउँ भइसक्यो राम्रो। मान्छे खाला जस्तो छ है यसले त। बाफरे, सेतो चाहिँ कस्तो राम्रो लागेको मलाई। सेतो यो चाहिँ सबै आल्चाको रुख हो गाइज। कस्तो बबाल छ कि त्यहाँनिर। यस्तो बबाल हुन्छ कि गाइस, यस्तो बबाल हुन्छ कि। महँगो मात्रै हो कि जापान। घुम्न त फेरि रमाइलो छ नि। के भन्नु, पैसा त हिजो ट्रेनमा मात्रै 15-16 हजार सकिसक्यो आउँदै, जाँदाखेरि 16,000 32,000। अब घुम्दा ओर्दा 1.5 लाख हो कि। हाम्रो खुत्रुके त उही नामको मात्रै हो, त्यो त आउने जानेमै सकिन्छ। त्यसमा 1 महिनाको स्यालेरी त भ्याटल्याक्कै सकिन्छ नि त। यो भ्याटल्याक्कै सकिन्छ। नेपालमा त नेपाल सबै टुर हान्न पुग्छ त 1.5 लाख 2 लाख रुपियाँले। तर यहाँ त लिमिट ठाउँ हो। यहाँ हेर्नुहोस् काठको कति रमाइलो हुन्छ त हिँड्न। यो रुख मलाई यति मनपर्छ कि यो सल्लाहको बोनसाई बनाएको हो कि के हो। फुरोमाचु कस्तो दामी देखिएको यो, सानो चिटिक्कको। निस्क्यो अब पार्कबाट। गएकोबाट गरिरहेको छ बिचरा। हेर्नुहोस् त हाम्रो बहिनी कति मेहनती छ। गएकोबाट फोन गर्छ, टेन्सन गर्छ। हामी चाहिँ घुमिरहेछौँ रिल्याक्सले। गाइस जिन्जिया कति राम्रो। खासै हामी सामान किन्न हिँडेको, बाटैमा कति थोक भेटाइसक्यो कि। भित्री बाटोमा पनि यस्तोमा पनि। मैले टी सर्टमा पनि बुद्धको आँखा लाएर आएको। हाम्रो बुद्ध बसिरहनु भएको छ। पुरपुरामै हात लाउनु भएछ नि त, लाउनु नि। वाह कस्तो दामी, छुट्टै भाइस क्या भित्र। हेर्नुहोस् गाइस जिन्जिया बबाल दामी। ल जिन्जियाबाट पनि निस्क्यौँ हामी। अब 5 मिनट जति लाग्छ होला नि त्यहाँ पुग्नलाई। जान्छौँ, खाइमन गर्छौँ, किनमेल गर्छौँ, अनि फेरि आउँछौँ। हामी चाहिँ आइसक्यौँ। यहाँको रेटहरू हेरौँ। सस्तो 198 त्यत्रो छ क्या। हाम्रो 2-3 जनालाई 200-300 भन्छ। अन्त नि त्यही लगिदिनु ल। सागहरू खाँदा हुन्छ। साग 2टा लैजाउँ ल।
दुईटा गएको 429 चिकन लाने भने होइन डल्लै लाने हो लाने हो एउटा एउटा लैजा डेट छ नि त 19 तारिकसम्म सामान हेरौँ सामान आमा हामी चाहिँ फेरि कोवेनमा आइसक्यौँ गाइज अहिलेकै कोवेनमा सामान यति बोकेरै ल अब हामी कतै निस्किन्छौँ कि निस्कौँ न आज सीमामुरा जाने हो किनकि टाइम छ नि त अझै हो बस्नु अब जाने एकछिन मोबाइल चार्ज निस्क्यो गर्ने भने रुम 5-6 मिनटमा पुगिन्छ अनि त्यहाँबाट गयो भने सीमामुरा के मुरा गइसक्यो अहिले प्लास्टिक जान्छ अनि अलिक बिस्तारो सामान आज गमेल बोके जस्तै भयो गाइस रुम आइपुग्यो ठ्याक्कै गर्मी लास्ट मलाई चाहिँ निस्किनै मन थिएन गाइस फेरि पनि रुममा आउन साथै फेरि यिनले म्याप लाइन ओरिन्छ फेरि कुदिन अब चाहिँ सपिङ गर्न रे सपिङ लुगा किन्नु पर्यो रे यहाँ आएर लुगा फेरि 500 पर्नेलाई 4000 भन्छ अनि यो घाम लाग्यो कि एक्कासी यसरी फुरुरु चाहिँ क्यापस्याप लाइन अब छाता चाहिँ बोकियो होइन घाममा अब यो सेतो छाता के गर्नु घाम छेक्दैन नेपाल स्टाइलले रोडमा 200 मा 300 ए सस्तो रहेछ 500 मा छ त मेरो कट्टुहरू त्यति राम्रो लागेन मलाई यिनीहरू सस्तो पनि राम्रो यो चरा नि त हाम्रो न्यु रोडतिर राखेको हुन्छ नि त्यस्तै गरी राखेको रहेछ गाइस कपडाहरू त्यस्तो मन पर्छ त्यहाँ ट्रेन आउन लाग्यो आऊ त्यस्तो नेपालकै याद आउने कि यिनीहरू देख्दा कति धेरै आउँदो रहेछ हो ट्रेनहरू पनि चाहिँ लुगा छान्दैछन् 399 को लुगा पछाडि त अनि धेरै लामो रहेछ नि अरू हेर नि त यति ठुलो रहेछ भित्र मन पर्यो बसेछु सपिङ गरेको एकछिन कति हजारको गरिनु कहिले आउँदिनु नि कहाँ पुग्यो कस्तो लाग्यो त रमाइलो हुँदो रहेछ गाइज मेट्रो आयो मेट्रो यो उता चाहिँ ट्रेनको लिक रहेछ यहाँ चाहिँ मेट्रो हेर्नुहोस् मेट्रो यसरी हिँड्दो रहेछ कस्तो दामी देखेको वाउ टर्निङ लियो अब त्यहाँबाट सीमामुरा आयो सीमामुरा गाइस
म पानी किनिदिन्छु। हाम्रो गन्तव्य। थ्याङ्क यू गाइस, थ्याङ्क यू। सस्तो सपिङ मल। म अघि हेरेको त तसुन्जेल बनाइदियो है 18,000 रे 500-600 को जस्तो थियो। उचालो त पनि कस्तो सजिलो है। त बनियो नि होला हुन त। बाबा त बुझेन रे। यही लाने? ल हुन्छ यही लैजा। किन? कतिको हो यो? कतिको रहेछ? 590 को रहेछ। राम्रै छैन। के किन्नु यो? एउटै छैन एउटै। ए डरै पो किन्ने छ त। टी-सर्ट चाहिँ म किन्छु क्या। लिएर जान्छु। दुईटा त्यो चाहिँ कन्फ्युज भयो त के गरौँ गर्नु। हाल मन परेको छ भने। यति भइसक्यो गाइस। यो चाहिँ मेरो लागि अनि यो पनि मेरो लागि। यो सबै उहाँको लागि। टी-सर्ट त भयो मलाई पुगिसक्यो। भयो। $15,000 तलाएर हिजो होइन त 10,000 है 10,000 को लुगा किनेको थिएँ मैले। गाइस मैले 4,000 किनेँ उसले 10,000 11,000 को लुगा। हेर्नुहोस् यो मान्छेले आज 12,000 अगाडि पनि लुगा किनेको थियौ नि त तिमीले त। कति हजार सक्यौ? 16,000। हामी यहाँ वेटिङमा छौँ। ग्रिन बल्यो। खाजा खाउँ भन्दा पनि मान्दैन। नानी खाने? र गाइस यही हो कुरो। हामी हिँड्दैछौँ। अब 10-15 मिनट 10-12 मिनटमा पुग्छौँ। अहिलेलाई टाटा गुड बाई। सी यू नेक्स्ट भिडियो। ओके टाटा गुड बाई चुप्पा।